हेलो गाइस, आज हामी क्याम्पमा जाँदैछौँ। दिनभरि घरमा बसेर चाहिँ दिक्क लागेर चाहिँ बेलुका हुँदो पानी पनि परिरहेछ हल्का हल्का आज। सो रमाइलो गन्छ क्याम्पमा जाँदैछौँ हामी चाहिँ। हामी चाहिँ आज थाई फुडको क्रेभिङ भएर थाई फुड खाने भनेर चाहिँ थाई फुड खानलाई चाहिँ थाई रेस्टुरेन्ट खोज्दै हिँडेको छौँ। एउटा थाई रेस्टुरेन्ट चाहिँ हामीले पायौँ। लेसी कस्तो आउँछ त्यहाँ, अब कस्तो छ फुड लेसी गाइस। यो चाहिँ इन्दुवे फिल्म हो, गोडले बनेको थाई रेस्टुरेन्ट चाहिँ यहीँभित्र छ अरे। गुगलले यहीँको लोकेसन देखाएको छ। हामी चाहिँ गाडीमा आएको थियौँ, एउटा भित्र छ भन्दा छ गुगल म्यापले। देसी यही हो अगाडि गएछ यही रहेछ। हामी चाहिँ लोकेसन भेट्टायौँ। अब भित्रको माहौल कस्तो हेरौँ, यही रहेछ। भित्र हेरौँ अब रमाइलो छ सबैले चाहिँ। माछा रहेछ यहाँ चाहिँ, अगाडि माछाहरू चाहिँ। टिस्युको यो सक्छ लगाएर मर्नु भइसक्यो। के भएर टिस्युको सक्छ लगाएर क्या खाना अर्डर गऱ्यौँ। खाना अर्डर गरेर चाहिँ हल्का फोटोसुटहरू गऱ्यौँ हामीले हल्का फुल्का। इन्भाइरोमेन्ट चाहिँ एकदमै राम्रो छ। फुलहरू फुलले कस्तो आउँछ। हाम्रो वाइन पनि आइपुग्यो। नखाने चिकन नगेट Food is ready. ए भयो कि खानु मलाई माछाको आइटम छ सबै माछाको आइटम छ नि। चाहिँ खायौँ गाइस, फुड खायौँ। अब चाहिँ हल्का यसो फोटोसुटहरू भइरहेको छ। माछा हेर्न सक्नुहुन्छ, माछाहरू नाचिरहेछ। माहौल चाहिँ रमाइलो छ। खाना चाहिँ खासै ठिक लागेन। हामी नेपाली खाइने मान्छेलाई अब यो कहाँ थाई फुडहरू लाग्नु अगाडि। र गाइस हामी चाहिँ निस्क्यौँ। आजको मिनी ब्लग यही खतम हुन्छ हाम्रो। यस्तो छ यहाँभित्रको माहौल। निस्किन्छ बाहिर। म्याम, हजुरलाई थाई फुड कस्तो लाग्यो? सोचेको थियो अलिक स्पाइसी होला भनेर, तर गुलियो नगुलियो चिनी हालेर दिएको, खासै मजा लागेन। सरलाई हाम्रो थाई फुड कस्तो लाग्छ? जिन्दगीमा फेरि खानुहुन्छ के हुन्छ? गाडी पनि आइपुग्यो। चढौँ गाडी। के सोचेको थिएँ कि म तेरो त ब्लग गरेर राखिदिन्छु। वेलकम होम। हामी चाहिँ घर आइपुग्यौँ।